हामी छाडा बोल्छौँ, रक्सी खान्छौँ, एकदम लाउड स्वरमा बोल्छौँ, किनभने नेपाली हो, हामी चाहिँ खुल्लामा बसिरहेको हुन्छौँ अनि लाउड आवाज नै हुन्छ हाम्रो। अनि यो सबलाई चाहिँ एकदमै गलत हो भन्छन् क्या मान्छेले। मलाई फेरि कुनै एङ्गलबाट पनि यो कुरा गलत होइन जस्तो लाग्छ। एउटा बसको इक्जाम्पल दिउँ। तपाईँ बसमा हिँड्दै हुनुहुन्छ कोरियामा भने चाहिँ तपाईँ अलिकति लाउडली बोल्नुभयो या अलिकति हल्ला गर्नुभयो भने चाहिँ साइडको मान्छेहरू रिसाउँछ, रिसाएर तपाईँलाई यहीँ गरेर हेर्छ होइन। अनि तपाईँ त्यो लाउडली बोलेको मन नपराएको किन होला त? त्यो मान्छेले त्यो लाउडली बोल्नु गलत हो भनेर त होइन होला नि त। त्यो मान्छेले चाहिँ किन मन पराएन भन्दाखेरि चाहिँ उसलाई त्यो कुराले डिस्टर्ब गर्यो। एउटा पब्लिक बसमा सँगै मान्छेहरू हुँदाखेरि तपाईँलाई त त्यो लाउडली बोलेर चिच्चाइराख्दाखेरि चाहिँ तपाईँलाई त एकदम रङ्गो लागिरहेछ, खुसी लागिरहेछ, तर त्यो मान्छे त डिस्टर्ब भइरहेको छ। डिस्टर्ब भइसकेपछि त्यो मान्छेलाई रिस उठ्नु स्वाभाविक हो। तपाईँलाई पनि उठ्छ, मलाई पनि उठ्छ, जसलाई पनि उठ्छ। अनि छाडा बोल्ने कुरामा पनि तपाईँले छाडा बोल्नु ओके, बट त्यो छाडा बोल्दाखेरि कसैले इन्सेक्योर फिल गर्यो, लिफ्टको केस आउँछ क्या यहाँ चाहिँ होइन। लिफ्टमा हामी छाडा बोलिन्छ सट्ट, अनि त्यसपछि त्यहाँ कोही एकजना ल केटी मान्छे रहेछ ल, अनि त्यसले इन्सेक्योर फिल गर्यो भने त त्यहाँनिर त हामीले हट गरियो नि त। त्यो चाहिँ गलत हो क्या।